ल हामी अर्को क्याम्पिङ एरियामा आछौँ त्यो अगाडिको अलिक मन परेन त्यही भएर यहाँ चाहिँ अलिकति पिसफुल रहेछ नामै पिसफुल रहेछ अनि हामी यहाँ चाहिँ तीनजना ड्राइभर विकास मगर अलिकति अहिले सन्चुउँदैछ निन्द्रा लागिरहेको छ अनि केटाहरूले हामीलाई पिकअप गर्न आएको छ कता हो के हो साथीहरू जिस्किँदैछ त हेला गरेको कता हो पिसफुलमा किन हरेन बजाउनु भनेर नबजाएको ल हामी अहिले फेरि अर्को भिडियोमा छोटो क्लिप्स लिएर आउनेछौँ ल फाइनल्ली हाम्रो क्याम्पिङ स्पटमा आइपुग्यौँ अनि क्याम्पिङ स्पट चाहिँ राम्रो रहेछ जङ्गलको चेपचेपमा रहेछ दामी मदनले पर दाउरा भेला पाएको छ हामीले किनिनौँ दाउरा केटाहरूले गाडी मुभ गर्दैछ यो हिवा हाल्नुको लागि म त अस्ति गरेको हो सबै काम अस्ति गरिसकेको मैले त गरिसकेको अब बिना हेरिरहन्छ मात्रै यता बस्ने यता यता कस्तो हुँदैछ काम यहाँ साथी चाहियो अरे के भयो केही छैन त त्यो के थियो साइलेन्स छ नि त यहाँनिर टाढो भयो त हो नि नेबर छ नि त यहाँ के अरे 11 पैसा त के हुँदैन होला नि त यसपछि कति अरे स्पटको एउटाको एक दिनको यो दुईटाको कति 200 रुपैयाँ 2 दिनको 200 भनेपछि कति 55 60 कति रहेछ नि दिनको यो चाहिँ कसको फेभरेट हो यो कसको हो पहिलो दिन हो हाम्रो होइन सेटअप हुँदैछ कि ऊ राई र तिवारी हो र तिमी होइन अनि तिवारी त मेरो आफ्नै पर्छ दाइ चाहिँ क्यामेराम्यान बसिदिएको आज क्यामेराम्यान बस्नु होला नि अब अरू सामान चल्नु सक्दैन म पनि यार हिजोको तिमी गएको थियौ हस्पिटल गोठको त दामी हुन्छ नि हेर न धेरै छ नि हो धेरै छ नि गोठकोले त दामी बिग्छ तर यो उल्टो गर्नुपर्थ्यो होइन यसमा चाहिँ नि कुखुराको झोल अनि खसीको यसमा चाहिँ अबे बात छ नि हुँदैन खसी हान्नुपर्छ अनि त्यसो गऱ्यो भने चाहिँ दुइटै फाल्टो फाल्टो टेस्ट हुन्थ्यो नि त भिडियो हुँदैछ बेसी नबोल्ने भिडियो ए हुँदैन यो भिडियोहरू जाने पनि होइन नि त खास 2 घन्टाको मुभी डाइरेक्ट नो एडिट ओए यस्तोहरू पनि हुनु पर्यो नि त भिडियोमा अनि रफ पाले पनि पिछाडी ठुलो भएन यो यो पाकी सब अब गोटानी बस्यो आगो विनोदले के भन्दै छ त्यस्तो मान्छे त विनोद राम्रो पकाउँछ सुनेको थियो विनोदले त अन्डा र मेगी त फेरि गार्बेज बनाउँ राइन हामी गार्बेज खोला त गार्बेज अब एक मिनेट अन्डा बाइगर के नखानेहरु ल्याएको रान वन्स मी टु बाइ ओ साबुनहरु कहाँ छ झिको त केटाहरु साबुन ल्याएर रकम बना आज उयो साबुन आगो सागरहरु जोड्नु लु के त जोड्नेले जोड्दै गर्छ होइन त गाडीमै छोड्नु पर्छ नि त तेरो जाँगर चल्दैन होला नि जागर चलेको बेला गर्दियो के भन्छ यहाँ आएको छु होला आएको थियो के म बस्छु यार ओ बिस्तारी है ओरालोमा म अलिक उयो हुन्छ हो यतिको पनि कति अरे यिनीहरूलाई के हाल्दिन्छ मिलाएर ओ टेन्ट जोड्नु गर के ओइ टेन चाहिँ अलिक आइडिया भएको भन्नाले अलिकति थाहा जानेले गरे हाम्रो रेकर्डिङ गर्ने दाजु रेडी हुँदैछ हाम्रो सामान मात्रै आउला यस्तो टिपेर मस्कै सकेको हुन्छ यो बोकिरहेको बेला हुँदैन मस्कै सकेको अब यहाँ म यो पखाल्दै छु गरिँदा हुन्छ यसो बोला पनि यहाँ गर्ने चाहिँ धेरै मेहनत छ भनेर यहाँ आजको चाहिँ पति तिवारी अन्त दुःख फेरि यस्तो गर्नु
अनि अर्को सेप चाहिँ यो भन्दा अलिक ठुलो छैन कर्ची मर्चीको के हो परै एक बेला मात्रै हाल्ला सबै नहाल्ला आई मिन त्यो त्यसमा धेरै नहाल्ला अनि सब तरमा चाहिन्छ होला नि त फेरि अनि सब डु नट लिभ मी अलोन डिक्रिज मी राइट यार माथि हो बाटो टु भयो त भाइ यसो गर सजिलो हुन्छ भाइ भाइले नतास्दो रहेछ क्या घरमा अदुवा चाहिँ दामी तास्नु है यसो गर अनि अदुवाको बोक्रा खानु हुँदैन अरे नि त साह्रै रिक्स रे डेन्जर रे ल गाइस कस्तो हुँदैछ केटाहरूलाई अल्छी लाग्दैछ हैन प्रदीप ब्रदरको जुम गरेर है यस्तो चाहिँ नि बिकज प्याज चाहिँ मिस हुँदैन नि भिडियो हेर्दा चाहिँ यो कालो लाउने चाहिँ को रहेछ साह्रो काम गर्दो रहेछ भन्ने हो केटाहरू गफ गरेको मात्रै हानिदिन्छ अनि त्यो भएर मेरो रेपुटेसन बिग्रिरहेको छ के ल गाइस अब थोप्रै रेडी भयो अरू त के रेडी भएको छैन हुँदैछ रातो खाली ल्याएको नि तिमीले यो रातो भयो किन कस्तो सेतो पापड पनि नि भिन्दै भिन्दै हुन्छ सेतो खाली थोप्रै सेतो ए पापड सेतो कहाँ लेखेको हुन्छ अरे त्यस्तो हुन्छ त देख्यौ यो हामी त्यस्तो हुन्छ अब ढिलो भयो नि यहाँ दुकान जानु त मतलब जानु सक्छु त्यति भन्नु ल वरिपरि उठा रुखहरूमा टाल्दिने भयो त साइजको चाहिँ राम्रो त्यसो गऱ्यो भने चाहिँ अब हालिरह्यो ओ तिम्रो त उयो बनाउने बेला आयो त नि सब्जी आलु साग अब सबै उयो मात्रै छ खस्यो बिकेस मासु गर्ने मासु भिजाउन म पकाइदिन्छु के पेस्ट पकाउनु मासु खाने उयो गर्दा हुन्छ बोली खानु दिनु फेरि हामीले नरुद्रा फेरि फेरि नखान्छ किन त्यो उता जाऊ त माथि एउटा बिचमा छोड्यो दुईटा मात्रै बोक यता तिमी यता भाइ यो त्यस्तो आउनु भनेको त्यस्तो गर्नु जाऊ नि हैन हैन चाल हैन ल्यानर सरको भन्ने त टोक्नु मजा हुन्थ्यो है खोइ समी भयो बेसार कहाँ अनि मलाई भन्नु पर्दैन यो सेट बन्द भयो अब यो उकाल्यो यहाँ ब्रदर म यहाँ हामी 14 जना मास गर्न लाग्नु एक जग्गामा के इन्डियामा पनि एकपल्ट कर्दी मर्दी त के साह्रो खाइन्छ खाइन्छ तिमी खालि कर्जी मात्रै खाने कर्जी मात्रै खाने म त यो मासु होला नि मन पर्दैन होइन नि त कि हेर त बुझ्नु पर्यो यो के चाहिँ खाइराख्नु अब किन खाने होला हुन्छ रकम जाऊ अरे हौ हाँ फेरि यिनीहरूले यहाँ फेरि लाइट हाल्यो त्यो लाइट यता आएर मात्रै हो त चिया पकाउने चाहिँ पिटर होइन यो सुप है लाइटले गर्दा होला यो गेम तिमीहरूलाई लाइटले गर्दा होला टल्किँदा
क्यारम गइरहेछ टेबल टेनिस पुरै नेटहरू त नेटहरू टेनहरू त अघिको भइसक्यो केटाहरूले जाडोमा वार्मअप गर्दैछ यार ल हान्यो गाइस आज कति बजीसम्म हान्यो हामी यहाँ क्याम्पिङमा यसो आएको तपाईँ खानासाना खाइभयो साँच्चै नै गाइस खाना अलिक मिठो मिठो थियो ल त देखाइदियो सबैतिर पहिला देख्यो त तपाईँलाई के भन्दा तर यस्तो भइरहेछ ओ यस्तो भइरहेछ उता ल छोटो डिभोसन गरौँ ल 11 अहिले नाच्यो छेउमै बसिरहेको भयो दुईजना पनि लु आऊ मेरो हनम कालो आइरहेछ त नि फेरि त फर्काइदिनु पर्छ अब चाहिँ काइन्ड अफ क्याम्पिङ भाइ भयो नि त अब क्याम्प खेल्ने तान्दा भयो नि त ब्याट्री सकिन आँटेर ओए त्यो उयो गर है गर्छ है इन्सुरेन्स छैन है केटाहरू Basta बनाउने
when God's people live together in unity. अनि साँच्चै नै यो भर्सलाई हामीले पढ्ने हो भने म चाहिँ के भन्छु भने अब जुन समयमा लेखे पनि त्यो म्याटर छैन, तर दाउद राजाले जुन कुरो लेखेको छ त्यो चाहिँ म्याटर छ। हालेलुया। अनि एकताको कुरो, अनि साँच्चै नै हामीले बाइबलमा पढ्ने भए एकता भनेको कुरो चाहिँ एकदम पावरफुल छ। हालेलुया। जस्तै हामीले बाइबलमा पढ्न पाउँछौँ जब इभन परमेश्वर आफै पनि मानिसहरू एकतामा आएर काम गर्दा डराउनु भएको छ। जस्तै हामीले उत्पत्तिको पुस्तकमा पाउँछौँ जब मानिसहरू एकतामा आएर त्यो धरारा बनाउने कोसिस गर्यो, जब परमेश्वरले पानीद्वारा पृथ्वीलाई नष्ट गर्नुभयो अनि मानिसहरू एकै भाषा बोलेको थियो, एकै युनिटीमा आएर एकतामा आएर बाइबलको धरारा स्वर्गसम्म पुग्ने बनाउनु पर्दा इभन परमेश्वर पनि त्यतिखेर डराउनु भएको छ। अनि एकता आउँदा म एक्लै कोसिस गरेको भए यो क्याम्पिङ पोसिबल हुने थिएन। अहिले हामी टुगेदर आएर हामीले डिसिजन बनायौँ लेट्स डु इट भनेर, अनि हामीले काम बाँड्यौँ अनि एकतामा आयौँ, तब मात्रै यो क्याम्पिङ पोसिबल भएको छ। अनि एकता भनेको चाहिँ त्यति साह्रो पावरफुल छ, केही कुरो इम्पोसिबल छैन। हालेलुया। तर जब हामी एक्लो काम गर्छौँ, जब हामी एक्लो कुरो गर्न ट्राई गर्छौँ, तब त्यो कुरोहरू चाहिँ इम्पोसिबल हुन्छ। तर जब हामी युनिटीमा आउँछौँ सब थोक पोसिबल छ। अनि एकता भनेको चाहिँ त्यति साह्रो पावरफुल छ। एकतामा आउँदा एकअर्कालाई प्रेम गर्न। अनि आज हाम्रो सम्बन्ध चाहिँ एज अ फ्रेन्ड्स अब कस्तो हुनुपर्छ त हाम्रो सम्बन्ध? आज एकअर्काले हामी एकअर्कालाई कतिको आदर गर्नुपर्छ हामीले, अनि हाम्रो प्रेम चाहिँ एकअर्कामा कस्तो हुनुपर्छ त? अनि यसको इक्जाम्पल चाहिँ हामी बाइबलदेखि नै हेरौँ। तपाईँहरू जोनाथन मेरो भाइ, तिम्रो निम्ति म विलाप गर्दछु। तिमी मेरो निम्ति प्रिय र मन पर्दथ्यौ। म प्रतिका तिम्रो प्रेम अचम्मको थियो। स्त्रीको अनि यो चाहिँ हुनुपर्छ। अनि आज हाम्रो फ्रेन्डसिप चाहिँ कस्तो हुनुपर्छ त? आज त्यो कुरोहरूलाई हाम्रो फ्रेन्डसिप अनि हाम्रो एकता चाहिँ कस्तो हुनुपर्छ त? अनि फ्रेन्डसिपले चाहिँ जहिले पनि एउटा कुरोलाई रिक्वायर गर्छ, सेल्फ सेक्रिफाइस। अनि जो गाइसहरूलाई स्वागतम। गोप्रो हराएको अवस्था थियो, अहिले गोप्रो भेटायो। हाम्रो समित ब्रोले यता दा यो चाहिँ हेलो गाइस, हामी चाहिँ अब फेरि अर्को डिभोसन सेकेन्ड डे निदा क्या हो यार?
बारीको करुणा मायातिर पार्छ अनुग्रह प्रेमले डोर्याउँछ मलाई प्रेमले डोर्याउँछ मलाई जित्यो नि खुसको मायाले मलाई जीवनमा अझै बढ्दैछ भलाइ जित्यो नि खुसको मायाले मलाई जीवनमा अझै बढ्दैछ भलाइ महिमाको ज्योति झर्दैछ त्यो ज्योतिले यो मन्दिर भर्दैछ महिमाको ज्योति झर्दैछ त्यो ज्योतिले यो मन्दिर भर्दैछ आहा शत्रु बढी आए पनि कसले तलाई बचाउला त भनी साझे शत्रु बढी आए पनि कसले तलाई बचाउला त भनी छुटकाराको गीतले मलाई हेर्नु हुनेछ जसै मुहारमा हाँसो हृदयमा आनन्द छायो यसै छुटकाराको गीतले मलाई घेर्नु हुनेछ जसै मुहारमा हाँसो हृदयमा आनन्द छायो यसै तपाईँको मुहार हेरेर जिउँदैछु विजेता भन्दा महान बन्दैछु तपाईँको मुहार हेरेर जिउँदैछु विजेता भन्दा महान बन्दैछु महिमाको ज्योति जल्दैछ त्यो ज्योतिले यो मन्दिर भर्दैछ महिमाको ज्योति झर्दैछ त्यो ज्योतिले यो मन्दिर भर्दैछ आहा केसँग खाएको मासु कुखुरा नि के को मासु कुखुराको वाची जस्तै जाँदैन मन पऱ्यो यार वाह फर्स्ट टाइम हो ओहो डन्डै लडे लडखडाउँदैछ पाइलाहरू
मेरो बाटोमा मेरो पनि छ एउटा घर मेरो बुवाको घर मेरो पनि छ एउटा घर मेरो बुवाको घर यो हेराई यो माया यो अँगालो त्यो आशिषको यो हेराई यो माया यो अँगालो त्यो आशिषको मेरो पनि छ एउटा घर मेरो बुवाको घर मेरो पनि छ एउटा घर मेरो बुवाको घर नयाँ अर्को समीप टमाटर पनि बिहान हुन्छ फेरि थ्याङ्क यू अदुवा चिनी समीप अलिकति अदुवा मात्रै समीप सब हामीले खाने हो कि अहिले आज मेहनत गर्दै बेच्न हाल्नु त टमाटर अलिकति उब्रेछ खोइ कहाँ छ ए छ लु 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 म त होइन उसले सिधाए जस्तो लाग्यो छ नि त्यहाँ के हाल्नु सबै थियो यति चाहिँ हाल्यो दामी दामी हुँदैछ कति मजी राइनको आवाज आउँदैछ है आराधनाले सजाउँदै तपाईँका अर्को
वास्तव बनाउने तयारी गर्दैछौ। लुगासम्म होइन, कम्मरसम्म होइन, लुगासम्म होइन, कम्मरसम्म होइन, छुर्लुमै डुब्न चाहन्छु। यसुको प्रेमको
ल केटाहरू आज नाचेर गाएर गलिसकेछ अब होइन आगो भएन त यहाँ यो समय चाहिँ अब ब्रेकको समय हो ब्रेकमा हाम्रो पिटर राईको चट्ट चिया होइन ओइ चटपटे भन्नु उसले झन् चट्ट चिया भनेर ए साजन राईको एप्पल जुस दुईटा छ भाइ साधनको किन एप्पल जुसै हो नि होइन अलिअलि मिसाएको कसको भन्यो इन्डियाको एउटा चिया बेच्ने मिल्दैन भन्छ नि अहिले त्यस्तै हुन्छ होला छैन अझै हामीलाई त हामीले किनेको नि तिमी चाहिँ के खाने दुईटा खाने यहाँ एप्पल जुस यार त्यही त दुईटा खाने भनेको खोइ दुइटै खानु लामो एप्पल जुस र चिया तातो र चिसो ल ओइ योगेन ल त यार फलमको हो क्या यार फलमको होइन नि यो को खाने चिया को ल यहाँ भाइ को मदन चिया खाने I really don't care. Anybody can say anything. एउटा कानले ओ भाइ मदन दाइले देऊ भाइ योगेन उयो देऊ अरे कम्ती भएन त्यति खाने रे यो समित सुगर कस्तो भयो योगेन धराने चिया त अलिक मिठो छ तर हल्का प्लेन भएछ कि नट ब्याड यो नि कफी कडै छैन नट ब्याड द लु भाइ पास गरिदेऊ बुढापाकाहरूले चाहिँ धेरै मन पराउनुहुन्छ क्या यो यस्तो साह्रो प्लेन एउटा मात्रै राख्नु त्यही उताको लागि मेरो छ त कस्तो यहाँ ल्याउने यता चाहिँ मलाई छ त समेतको नि ओइ प्रशान्त अब जिनी खानु मन पर्यो क्या वाचिपा त्यस्तो भने जस्तो मिठो छैन यार वाचिपा के सामान दिएन नि त केही हुँदैन मैले त्यो अदुवा दिएर हाल्छ यार सुन लायो बजा पनि मैले अलिकति भाइ देऊ न उता टक्सिन बनाउँछ यति गोली दिन्छ पी आयो क्या उताबाट जाउँ न हाम्रो क्याम्पिङ एकचोटि सकिएको छ आज शनिबार अस्ति बिहिबार आएको थियो फर्किँदैछ भाइले यो गाडी स्ट्यान्ड आएको छ भाइ फर्किँदैछ कति सक्यो नि नि